छोरो हजुर तिमीलाई रवि दाई किन मनपर्छ? किनकि उहाँले हामीलाई स्कुलमा फ्री पढ्न दिनुहुन्छ अनि मर्न आँटेको बच्चाहरूलाई बचाउनुहुन्छ अनि उहाँहरूले ठुलो ठुलो हस्पिटल बनाउनुहुन्छ अनि पछि त्यो पुलिसहरूलाई पनि हेल्प गर्नुहुन्छ चोर पकाउन अनि उहाँले यस्तो धेरै काम गर्नुहुन्छ। हो थ्याङ्क यू, मेरो छोराको यति राम्रो ज्ञान छ। अनि तिमीलाई खै यहाँले त छोरालाई भिडियो बनाऊ अनि तिमीलाई हेर त अस्ति मलाई यस्तो पनि दिनुभयो रवि दाइले अनि तिमीलाई मनपर्छ नि? मनपर्छ। हो यो के को सुन्दर चिन्छौ? थाहा छ। के को भन त? घन्टीको। हो घन्टी भनेको रवि दाइ हो राम्रो थाहा रहेछ मेरो छोरोलाई होइन। सानो बच्चा होइन 8 वर्षको बच्चालाई होइन यति ज्ञान भएर चाहिँ यस्तो शब्द बोल्दाखेरि म आज खुसी लाग्यो होइन। मेरो दिदीको छोरो होइन 8 वर्षको म त अहिले 2 क्लासमा जान्छु भने यति खुसी होइन। जब त उसले न्युज हेर्छ 8 वर्षको बच्चाले यति न्युज हेऱ्यो होइन हेर्दाखेरि म आफै छक परेँ होइन। सायद त होइन कस्तो दिमागवाला बच्चा छ नि 8 वर्षको छोरो हो मेरो होइन। मेरो दिदीको छोरा हो तर मैले मेरै छोरा भनेर चाहिँ मैले भिडियो बनाएको छु होइन। उसले भन्छ मलाई पनि सानी म त पाल्छु टेन्सन नगर ठुलो भएर के गर्छ अरे? हजुरलाई पाल्छु अनि पछि पैसाहरू दिन्छु अनि खाने चिज किनिदिन्छु। अनि पैसा कसरी कमाउने? पैसा जब लगाउँछु अनि कमाउँछु। हो धेरै पढ्ने अनि पढिसकेपछि के गर्नुहुन्छ तपाईँले दाइहरूले? उहाँहरूले आफ्नो भोट पाएर अरूहरूलाई हेल्प गर्नुहुन्छ। थ्याङ्क यू मेरो छोरो है। हेर्नु त 8 वर्षको छोराले हेर्नु आज यो च्यानल लिएर पनि होइन यस्तो कुरा बोलिदिन्छ कि होइन म आफै सेयर भइरहेँ। मैले चाहिँ सजाएर राखिरहेको थिएँ कोठामा उसले आएर सानी तपाईँले यस्तो लिएर राख्नु भएको रहेछ रवि दाई के अरे घन्टी समर्थन हुनुहुँदो रहेछ भनेर यस्तो भन्ने कि होइन म आफै छक पनि मेरो 8 वर्षको बाबु हो होइन। हजुरहरूले हेरिदिनु होला यो बाबुको लागि र मेरो लागि हजुरहरूले लाइक गर्नुहोस् कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनु। मेरो दिदीको छोरा र मलाई पनि हजुरहरूको हातमा सहयोगी मानुसम्म यो भिडियो बनाइदिनु होला र यो बाबुको लागि चाहिँ जसरी नै हजुरहरूले राम्रोसँग विचार गरिदिनु होला है। यो भिडियो चाहिँ यो मेरो छोराको लागि र मेरो लागि हो होइन। र यो छोराको लागि चाहिँ बालन सर रवि दाई र सुजन गुरुङले पनि हेरिदिनु होला यो बाबुको लागि। हेर्नु त यस्तो सानो बाबुले हजुरहरूलाई कतै माया गरेर यति बोलेको छ। बोला छोरो मैले बोलेँ हजुरहरूको लागि यो सबै गर्नको लागि। अनि तिमीहरू जस्तोलाई के सोध्नु भएको छ थाहा छ? थाहा छैन। थाहा छ नि अहिले फ्रीमा भर्ना फी लाग्दैन सबै फ्रीमा पढाउनुहुन्छ अनि फ्रीमा अनि हामीलाई पैसा पनि दिनु पर्दैन अब बालेन सरकारले गर्दा। हो थ्याङ्क यू छोरो। मेरो 8 वर्षको छोरो यति ज्ञानी होइन यति संस्कारिता भएर जन्मेको आएको रहेछ। पछि रवि दाई जस्तै हुने है। बालेन दाई जस्तै हुनुपर्छ है। सुजन गुरुङ जस्तै हुनुपर्छ है। यस्तै गरी देशमा उस गर्नुपर्छ। 1 रुपियाँ भ्रष्टाचार गर्नु हुँदैन। बाबा मम्मीलाई नि पिर गर्नु हुँदैन। हामी सानो मम्मी हो हामीलाई नि माया गर्नु है। मेरो छोरो यति माया यहाँ लाइक कमेन्ट सेयर गरिदिनु भन। लाइक कमेन्ट सेयर गरिदिनु हजुरहरू। रवि दाई हजुरले पनि हेरिदिनु मलाई माया गरिदिनु अनि हाम्रो मामा घरमा पनि आउनु। थप्पु मलाई सानी भेट्न आउनु। लाले दुखी छन् भन्नु दुखी छन् लाइक कमेन्ट सेयर अवश्य गरिदिनु। मेरो दिदीको छोरा र म हो। मेरो 8 वर्षको छोराले यति ज्ञान दिए मलाई होइन। म कति टेन्सन थिएँ होइन। मेरो छोराले यति बोलिदिँदा नि मलाई कति राम्रो ज्ञान दियो। मेरो छोराले मलाई हौसला बढाइदियो होइन। म यति खुसी छु उसले जस्तो मैले अघि हजुरलाई चिन्ह नै देखाएँ त्यो चिन्ह देखेपछि मेरो छोरो कति जय घन्टी भोट केमा छोरो? घन्टीमा। 84मा नि भोट आउँदैछ छोरो केमा दिने? घन्टीमा। हो
ल ठिक छ थ्याङ्क यू मेरो सानो बेबी छोरो ओके बाई सानी भन्नु ओके बाई सानी बाई 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 गाइस